बिजनेस राम्रो चलिरहेको छ तर कतै तपाईको फाइनान्शियल सिस्टमले त तपाईको ग्रोथ रोकिरहेको छैन। यस्तो 3टा रेड फ्ल्याग्स जसले तपाईको फाइनान्शियल सिस्टम आउटडेटेड भयो भन्ने संकेत दिन्छ। पहिलो संकेत रिपोर्ट ढिला आउने। रिपोर्ट ढिला आउँछ भने निर्णय पनि ढिला हुन्छ। त्यो निर्णय लिन ढिला हुँदाखेरि एक्सन पनि ढिला हुन्छ र त्यसले गर्दा व्यापारमा पनि घाटा हुन्छ। त्यसैले फाइनान्शियल रिपोर्टिङ सिस्टम चाहिँ एकदम राम्रो बनाउन जरुरी छ। दोस्रो संकेत क्याश फ्लोले सरप्राइज दिन्छ। क्याश ब्यालेन्सले फिल्मको क्लाइमेक्स भन्दा पनि धेरै ट्विस्ट दिन्छ भनेदेखि तपाईले नयाँ क्याश फ्लो सिस्टम जरुरी छ भन्ने बुझे हुन्छ। तेस्रो संकेत तपाईलाई आफ्नो प्रॉफिट थाहा हुन्न। प्रोडक्ट वा सर्भिसको प्रॉफिट तपाईलाई 6 महिनापछि थाहा हुन्छ, त्यो पनि सीएले भनेपछि थाहा हुन्छ भने यो एकदमै ठूलो खतरा हो। यो अवस्थाले व्यापार बन्द हुने अवस्थासम्म पुर्याउन सक्छ। टाइममा क्याश फ्लो ट्र्याक गर्नुस् र क्राइसिसबाट बच्नुस्। यी 3 संकेत तपाईको बिजनेसमा छ भने अब तपाईले फाइनान्शियल सिस्टम बदल्ने बेला आइसकेको छ। स्मार्ट फाइनान्शियल सिस्टमले तपाईको इन्भेस्टमेन्ट बचाउने काम गर्छ। त्यसैले आफ्नो इन्भेस्टमेन्ट पनि बचाऊ, साथीभाइको पनि इन्भेस्टमेन्ट बचाऊ। यो भिडियो मन पर्यो भनेदेखि लाइक, शेयर, सब्स्क्राइब गरेर अगाडि बढ्दिनु होला।